आज बिहान बिहानै उठेको छु। आज चाहिँ हाम्रो यात्रा छ पश्चिम। हामी घुम्न जाँदैछौँ मनोकामना। म चाहिँ दाँत पनि तताएँ। अब गाडीमा हिँड्नु भने चाहिँ मलाई एकदम गाह्रो हुन्छ। त्यही भएर म चाहिँ पानी सानी खाएर रेडी भएर अब हिँड्ने। 4 बजीतिर चाहिँ हामी हिँड्छौँ लगभग। हेलो भन्नु। घरदेखि आएर गाडी चढिसकेको। हामी चाहिँ पथरी आइपुग्यौँ। बाटो बन्दैछ। यस्तो गाह्रो छ बाटो। उफालेर हेर्न त यस्तो छ पिजो। हाम्रो भाइले चाहिँ मम्मी गरिसक्यो ग्रेसनले चाहिँ। मम्मी डाक्टर चाहिँ अहिले चाहिँ 10-12 गरेर छन् मान्छे। ओइ भन्नुभएको आएको छैन। भन्दैछु त्यही भएर पनि हाम्रो यात्रा चाहिँ एकदम ढिला सुस्ती हुँदैछ होइन। चिया खान यहाँ उतिरेको छौँ काने पोखरी। चिया पानी खाना उमा दिदी तयारी हुँदै हुनुहुन्छ। राम्रै भइसक्नुभयो। अनुहार हेर्न हुँदैन धेरै राम्री नि। साह्रै राम्रो कसो पो गीतै बिर्स्यो। राम्रै हो कि खै के पो भन्छ। राम्रै हो न के गरौँ भन्देऊ। ए ओठमा गाजल खतरा लाउनु भएको छ। ओठमा लाली लाइसक्नु भयो। चिया आइसक्यो दि आइसक्यो न। सबको चिया खाने पानी खाइसकेको मैले। यहाँ चिया खाएर अनि त्यसपछि हिँड्यो। अब हाम्रो यात्रा भयो। तिमीले त खाएन। मैले होइन मैले पानी खाएँ ग्यास्ट्रिकको दबाई। यताको गाइड पनि थियो। जति गर्छु भनेर हामी चाहिँ कोसीपारी आइपुग्यौँ। यहाँ चाहिँ हाम्रो ग्रुप चाहिँ खाजा खाँदै हुन्छ धमाधम। खाजा पनि नखाने। Welcome to my video. Welcome to my video. दिपा हो यो
पियोस्। हामी चाहिँ यहाँदेखि खाना खाएर अब हाम्रो यात्रा सुरु। खाना मिठो मिठो खरबुजा। मैले चाहिँ मिठो चाउमिन खाएँ। मैले कस्तो बोलाइदिन्छु दिएछु हेर्नु न दिपाइले। हामी यत्रो माथि बसेर खाएको। अनि हेर्नु नि त यहाँ यस्तो उडिरहेछ। अनि आफ्नो हाल यस्तै छ होइन। हामी कहाँ हिँडेको? मनोकामना मन्दिर भन्नु। मन्दिर हिँडेको। ग्रेसनको मामुले बमिट गरेर पियोस्। त्यसो नभन्नु न। कति साह्रो भयो नि त्यसो भन्नु न। मलाई कति साह्रो भयो। मलाई गाडी भन्नु प्लेन बनाउने बेला भयो भन्नु न। त्यसो होइन हौ। एरोप्लेन त्यहाँबाट मनोकामनामा हेलिकप्टर जाने एरोप्लेन एयरपोर्ट बनाउने बेला भयो। अनि त्यहाँदेखि त यो बिर्ता मोडदेखि चन्द्रगढी थ्रु मनोकामना प्लेनमा हामी चाहिँ फाइनली आइपुग्यौँ मनोकामना। हामी चाहिँ आज माथि जान सकेनौँ। आज हामी तलै बस्नु पर्यो। त्यहाँ दिदी चाहिँ बमिट गरेर बियोस्। हामी बस्ने होटल चाहिँ यो श्रेष्ठ होटल। यो होटलमा चाहिँ आज हामी बस्दैछौँ। दाजु चाहिँ सामान झार्दै हुनुहुन्छ। हाम्रो सामानको प्याक रुएर बिचरा मेरी दिदी त बिजोग छ। अनि चढे गाडी चढेदेखि मातेको। हजुर ओ मेरो भुइँमा राख्नु हुँदैन है। यो पूजाको सामान के गर्ने भनेको? पूजाको सामान के लाने? गाडीमा यो ढोका खोलेर हालिदिनु। त्यसमा उयो ढोका खोलेर यो अब स्टे गर्नुलाई होटलतिर लाग्दैछौँ। गाडी आयो छिटो छिटो। यो होटलमा हिजो चाहिँ हामी यहाँ आएर सुतेको थियौँ। अब आज चाहिँ हामी रेडी भइसक्यौँ। अब रेडी भएर हामी चाहिँ अब लाग्यौँ मनोकामनातिर केबल कार चढ्नको लागि। अब केबल कार चढ्नलाई लाइन बसिरहेको छौँ हामी सबैजना। अब एकछिन वेट गरेपछि हाम्रो पालो आउँछ। लामो छ है लाइन चाहिँ।
डोरी भएको गाडी मात्र है भाइ अब कान्छा सरका डोरी भएको गाडीमा कस्तो हुन्छ गयो बुवाहरू कहाँ पुग्नु हो भाइ बुवाहरू पर पुग्नु भयो कस्तो रमाइलो वाउ पहिले चढेको थिएन नि यस्तै रमाइलो हुन्छ मच्याउँछ तर यस्तै हुन्छ नि त केबल कार चढ्नु चाहिँ मजा आउँदो रहेछ कि तर हाम्रो दिवालीले चाहिँ लास्टै डर लागिरहेछ होइन अहिले हाँस्न चाहिँ हाँस्दै हेर्नुहुन्छ त्यही पनि कस्तो डराइराख्नु भएको छ मलाई पनि हल्का डर चाहिँ लाग्यो तर त्यति धेरै डर चाहिँ होइन तल तल हेर्दा लास्टै डर लाग्ने के अब धेरै भिड देखिने नि त अन्त यस्तो डर लाग्ने कस्तो कान बन्द भएर एकदम मलाई चाहिँ नि यस्तो बमिट आउला जस्तो पनि फिल भयो तर अरू चाहिँ केही भएन लगभग 13 मिनटमा चाहिँ हाम्रो स्टेसन आइपुग्यो हामी माथिल्लो मनोकामनाको टुप्पोमा आइपुग्यौँ यसरी चाहिँ हुडुड गर्दाखेरि चाहिँ डरै मर्दै बाख्रा फार्म रहेछ हो भव्य छ नि इलु नजिकै हो शीतल अब 10-15 मिनट यहाँदेखि हिँडेर जानुपर्ने यहाँदेखि अझै नरिवल पर्दैन नरिवल छ हामीसँग नरिवल अनि अगरबत्ती पनि दिनु ल फोटोहरु बनाउने र दिदी नबनाउने अहिले आउँदा त भ्याउँदैन नि अब
चार मात्र जाने टिका मन्दिर सबै ए होइन अहिले नबनाउनु हुन्छ हुन्छ राम्रो भनेर बस्छ टिका लाग्छ ए होइन होइन अहिले नबनाऊ होइन होइन नबनाऊ हजुर हजुर होइन होइन अहिले नबनाउनु ल ल हुन्छ हस् हुन्छ बोका काट्न लाँदै हुन्छ एकजनाले यहाँ चाहिँ रमाइलो पनि भयो यहाँको स्थानीय व्यापारीहरूले चाहिँ सामानहरू यस्तरी यो गर्नु सेल गर्नु हुँदो रहेछ क्या के भनेर अनि रमाइलो भयो हजुर काठको कति राम्रो अङ्कल हेर्नु कति राम्रो नि काठको भरे आएर हेर्नुपर्छ हौ अङ्कल कति राम्रो खाना के रोटी ढिलो के खाना है यति मजाले भन्नु हामीले भन्नु पर्यो भने चाहिँ हामी अड्किन्छौँ यति फास्ट यति मजाले मन्दिरमा चाहिँ अनि रमाइलो बाटोमा पनि साह्रै रमाइलो भयो होइन कसैले के भन्ने होइन एकदम रमाइलो बाटो हिँड्दा पनि 10-15 मिनटको बाटो पनि एकैछिनमा कटे जस्तो फिल भयो क्या रोज कसरी यस्तै नै दिनु त 20 को हाल ल हो त 20 दिनु न त यो एउटा दिपाला पनि किन्न हामीले चाहिँ रोजहरू सबै लिएर हिँड्यौँ हामी चाहिँ मन्दिर परिसर आइपुग्यौँ मन्दिरमा चाहिँ भिडभाड बढ्दै थियो तर मन्दिर चाहिँ 8 बजे मात्र खुल्दो रहेछ अब 8 बजे मात्र मन्दिर खुल्ने भएपछि हामीले एकछिन फोटो खिचायौँ अनि हामी चाहिँ माथि गयौँ लाइन बस्नुपर्ने रहेछ यो मन्दिर वरिपरि चाहिँ कसैले चाहिँ त्यतिकै अब मन्दिर नखुलेपछि बाहिरदेखि पूजा गर्ने अनि त्यतिकै नरिवल फुटाउने अनि त्यसरी पनि फर्किनु हुँदो रहेछ कोही चाहिँ हामीले चाहिँ अब यत्रो टाढा आइहाल्यौँ हामी चाहिँ त्यसो नगर्ने पूजा गरेर जाने भन्यौँ है अनि यो मन्दिरको छेउमा चाहिँ जमुनाको बोट रहेछ ठुलो त्यही भएर त वारी जमुना पारी जमुना भन्ने गीत बनेको रहेछ यहाँ मनोकामना पुगेपछि थाहा भयो
अनि हामी चाहिँ लाइन लाग्नको लागि माथि माथि गयौँ। कति माथि यो जमुनाको फेद मुनिको सिडी चढेर हामी माथि गयौँ। लामो थियो लाइन। हामी लगभग 2 घन्टा हामी 7:10-15तिर पुगेको थियौँ। तर हामीले 2 घन्टा वेट गरेर 9:30 बजे भित्र चाहिँ हामीले दर्शन गऱ्यौँ। अनि हाम्रो दर्शन एकदम राम्रो भयो। मन्दिरभित्र चाहिँ यस्तो क्यामेराहरू लान पाइँदैन रहेछ, त्यही भएर मैले भित्रको भिडियोहरू केही पनि बनाउनु पाइनँ। अब बनाउनु दिँदैन रहेछ। हामीले चाहिँ पूजा पनि सक्यौँ अनि यहाँ फोटोसुट गर्दैछौँ। दर्शन रमाइलो भयो। फोटो खिच्न आँटेको। हाम्रो चाहिँ पूजा सक्यो। अब हामी पूजा सकेर अब घरतिर लाग्ने। हामीले फोटो सेसन पनि गरिसक्यौँ। आजको दिन चाहिँ यस्तै भयो अनि यसरी नै बित्यो भन्नुपर्छ। अब चाहिँ हामी दर्शन गरेर फर्क्यौँ। मनोकामना दर्शन गरेर फर्क्यौँ। कत्रो बिल्डिङ बनाएको यहाँ अब त बाटोहरू आइसकेको रहेछ नि। हाम्रो मनोकामना दर्शन चाहिँ यस्तै भयो। रमाइलो भयो। अब त तल हाइटमा झऱ्यो नि त, त्यही